बाँको सारङ्गी अलि पुरानो भएछ। यो बाँको सारङ्गी पनि घले राजाको पालकै होला। साल पहिले हजुर घले राजा थिए, घले राजाले न हजुर जातभात केही नबनाएनन्। सबले जिते राजधानी, एक साल राजा उल्ले गर्थ्यो हेर्नु। कहिले सर्की राजाको नि पालो पनि आयो, उनको पालोमा नि हजुर छालाको नोठा बन्न पनि थाले। कुमाले नि राजा भए, माटाको पैसा बन्न पनि थाले। पहिला हजुर माटाको पैसा नि चल्यो, छालाको पैसा पनि चल्यो। उसको बाद दरबार शाह आइपुग्यो हेर्नु। दरबार शाह आइकन आफ्नो राज्य बनायो, आफ्नो राज्य हासिल गर्न सबैलाई जिते। एउटै राजा बन्न पर्छ भनिकन भन्न पनि थाले। सबै जनता छुट्याएर राखिदिनलाई पर्छ, कोही सर्की, कोही चमार, कोही दमाई कामी। यस्तो बनाएर हजुर काम दिन लाए। गन्धर्वलाई सारङ्गी बनाउन दिए, सर्कीलाई मेरो हजुर बाजा बनाउनलाई लाए। कामीहरूलाई भाँडा कुँडा बनाउन पर्छ तिमीले भने। सबैलाई आफ्नो आफ्नो काम सुम्पिदिए, सबैलाई गिराएर राखिरहेका थिए। उनकै राजा चलाएर जनता भासिली गरे, आफ्नै राजा चलाएर जनता आफ्नो भए। जनता भाइलाई दबाई राखेको, आफ्नो राजा उचाइमा बनाएको। जनता भाइलाई गिराइराखेको, आफ्नो राजा उचाइमा राखेको। लिली कोटाबाट हजुर गोर्खा मानि गए, उहाँ पनि जितिकन काठमाडौँमा गए। काठमाडौँमा गएर नि आफ्नै देश बने। सबै काठको घर बनाई दरबार बनाइदिए। अहिलेसम्म काठमाडौँ दरबार काठैको नै बनेछ हजुर। कतिजना गइकन हेरिसके हेर्नु, अहिले पनि त्यति साह्रै गइरहेका छन्। कति राम्रो काठको दरबार, पक्का भाषा संसारै संसार। राजा शासन कति वर्ष चलिरहेको थियो, अहिले हजुर 500 सालमा कति बदला भयो। राजालाई खतम पारे अनि शासन बन्यो, शासन बन्देर नि हजुर एउटै जाता भयो।
सिके बहादुर स्त्री पुरुष दुई जातै भए छुता फुता अहिले हजुर केही पनि भएन अहिले हजुर आएको कानुन यो कानुन सबैलाई भनौँ न अहिले आएको यो नयाँ कानुन यो कानुन सबैलाई भनौँ न